यो आवाज सुन्दै जानुहोस्, यो पोखराको सबैभन्दा रहस्यमय गुफा हो। पोखरा प्राकृतिक काखमा बसेको शान्त सहर। आजको हाम्रो यात्रा यहाँको एकदमै पवित्र र रहस्यमय स्थानतर्फ गुप्तेश्वर महादेव गुफा। यो ठाउँ केवल एउटा गुफा मात्र होइन, यो आस्था, विश्वास र शान्तिको प्रतीक हो। हरेक पाइला अगाडि बढ्दै गर्दा मन आफै शान्त हुन जान्छ। यहाँ हाम्रो सरले सबै स्टुडेन्टबाट आइडी कार्ड कलेक्सन गरेर टिकट लिनुभएको छ। सबैलाई टिकट पालेपछि हामीहरू अगाडिको गन्तव्यतिर लाग्यौँ। गुप्तेश्वर महादेव गुफा भगवान शिवजीलाई समर्पित नेपालको सबैभन्दा प्रसिद्ध धार्मिक गुफा मध्ये एक हो। यहाँ आउने प्रत्येक भक्त मनमा आस्था बोकेर भित्र पस्छन्। दोस्रो स्टेसन हेर्न मिलेन यार, केही छैन खाली झर्ना झर्ना पनि छैन, यस्तो कुलो जस्तो छ। दुईटा कुरा भइहाल्यो पोखरामा। अब बाँकी चाहिँ अब बिस्तारै बिस्तारै जानु। हामीहरूले घोडाले जान्थ्यौँ भनेर नभनिकन हो कि नै भन्नु ल। गाडीमा पनि गाडी हो, पिकअप ड्रप भिडियो सब 8,000मा। स्कुटीमा जानु। यहाँनिर फोटो निकालिदिन्छु म। बाबा कति गरम हो। गुफाभित्र छिन्नसाथ चिसो हावा र पूर्ण अँध्यारो वातावरणले हामीलाई घेरिन्छ। भित्र यहाँ हो। यो थाहा छैन, त्यो ड्याइस फल छ नि, त्यसको चाहिँ पानी यहाँ आउँछ। मैले सुनेको थिएँ है, यो चाहिँ नाक जस्तो छैन, नाकको मुख जस्तो छ। यस्तो रहेछ फेरि। यहाँ हो, यहाँबाट जाने हो कि? ए यो त ऊ काहीँ गरेर हामीले उताबाट आउनु नि। ए बचाउनु यहाँ हो, यहाँ। हर हर महादेव, जय शम्भो। काल हरा काष्ट हर दरिद्र हर हर महादेव। ए सुन, यो छोड, यो गुफा चाहिँ यस्तो रहेछ। यहाँको चिसो एकदम एकदम जन जहाँ हम मान्छे नै देखा। जय बजरंगबली। जटाट भी गल जल प्रवाह पावितस्थले गले बलम बलम। क्या नहीं क्या भाई यहाँ देख्न सक्नुहुन्छ प्राकृतिक शिवलिङ्ग। गुफाभित्रबाट देखिने डेभिस फलको आवाज अझै गहिरो अनुभूति दिन्छ। पानीको गर्जन, अँध्यारो गुफा र शान्त मन, यो अनुभव साँच्चै नै शब्दमा बयान गर्न साह्रै गाह्रो छ। एकदमै हामीहरू पुरै बाहिर गर्मी धेरै छ, भित्र पनि यहाँ चाहिँ भित्र यस्तो छ फेरि। विपना गुफाबाट बाहिर निस्किँदा उज्यालो अझै उज्यालो लाग्छ। आजको यात्रा केवल भ्लगको लागि होइन, मन शान्त बनाउने अनुभव थियो। यो चाहिँ गुप्तेश्वर महादेव गुफाको बाहिरको मार्केट हो। यहाँ तपाईहरू केही यहाँको चिनोको रूपमा लग्न सक्नुहुन्छ। हाम्रो साथीहरू पनि केही कुरा यहाँबाट किन्न लाग्छ। रहर त हामीले केही छैन।
ब्लगर त ब्लगर यो यदि तपाईहरू कहिले पोखरा आउँदै हुनुहुन्छ भने गुप्तेश्वर महादेव गुफा अवश्य भ्रमण गर्नुहोला। यदि यो शान्त यात्रा तपाईँलाई मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्न नबिर्सनु होला नवराज ब्लगलाई। फेरि भेटौँला नयाँ ठाउँ, नयाँ अनुभूति। जय महादेव, जय नेपाल। थ्याङ्क यू फर वाचिङ गाइस। सी यू नेक्स्ट भिडियो। अच्छा हम तो शीट ना देंगे फिर अब तो हम तो बहने। यदि तपाईँ टिकटकबाट त्यो क्लिप हेरेर आउनु भएको छ भने चाहिँ तपाईँ कमेन्ट गर्नुहोला। तपाईँ टिकटकबाट आएको कि नर्मली युट्युबले रिकमेन्ड गरेको हो। सो त्यसको चाहिँ यस्तो कारण थियो, त्यसमा चाहिँ सरले त्यो ठाउँमा बिताउनुका लागि केही निश्चित समय तोकेको थियो 15-20 मिनट। त्यो टाइममा जो स्ट्यान्ड पुग्यो नपुगेको चाहिँ अलि छोडेको थियो, तर बस अगाडि रोकेको थियो। त्यो क्लिपको कारण चाहिँ मेनली यो हो, त्यस्तो केही छैन। एक्सपिरियन्स कस्तो लाग्यो? मस्त मजा आयो। मजा आयो नि। ल र अस्तिसम्म लेट गरेको कमाल हो नि हो मेरो बाबु। हाम्रो सेमिस्टर सकिन्छ, लास्टमा जसो पढाइ हुन्छ नि त्यसो यादको टु शङ्कर सरले सिलेबस सकिएको छ। इगोको यो भुवा खाल्नु शङ्कर सरलाई सेयर गर्दा भेट्यो। सक्यो भनेर भयो आज। डस्टबिनमा हाले पनि हामीले खाऊ राखेको पानी खराब भयो त डस्टबिनमा हाल्दा हो छाप। हामीले बोलेपछि खाली विवाद हुने हो कि नबोलौ? ल बोल्दिम न मेरो। हैन ल बोलौ। बोलम न ल। त्यही त कन्टेन्ट बनाए हो के। तर आजको यहाँ गयो नि बस फोटो राखी बस यहाँ पुग्यो फेवा तारिक घुम्ने भयो के दौड काम गर्दा जाऊ सोई दौडी फासिमा दौड्यो अरु छुट्याए नि अझ खोइ थाहा छुट्याउ न तर म चाहिँ ठिक टाइममा पुगेर रहेछु। हाजी जनक सर छुट्या काम जनक सर छुट्या दोस्रो गजमा। ए दाजु गाना बजा भन्न रोक्नु कल गर्दो। सर शेयरिङ